वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो नयाँ च्यानल हो। आजबाट मैले चाहिँ सानो थोरै मिनी ब्लग बनाउन प्रयास गरिरहेको छु। सबैजनाले हेरेर साथ दिनु होला र मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्स्क्राइब पनि गरिदिनु होला। अब हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि स्विमिङ घाटी चिना पोखरामै हो, तर पोखरा सिटीमा हुनेहरूको लागि एकदमै राम्रो प्लेस भन्न पर्छ त्यो ठाउँलाई। घाटी चिना जाँदैछौँ, लेक साइडको पामे भन्दा त्यहाँभन्दा अझै माथि पर्छ। अब को जाँदैछौँ भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु। लेट्स सी गाइज। के गाइज हेरौँ हाम्रो केटाहरू यहाँ छ टक्क लगाएर यार एकदम ह्यान्डसम सबैजना हेलो गरिदियो ल। हेलो ल। यहाँ चाहिँ हाम्रो हुनुहुन्छ वान अफ द मोस्ट ह्यान्डसम। बाटोमा यसो हेर्दै जाने गर्नुपर्छ ल। यता हेलो, आई एम किरण श्रेष्ठ। आई एम दिपेश आलेमगर फ्रम गोर्खा। उहाँको युट्युब च्यानललाई चाहिँ सब्सक्राइब अनि लाइक कमेन्ट सेयर गरिदिनु होला है गाइस है। यतिको केटाहरू हामी अहिले चाहिँ 4 जना छौँ, उता 2 जना पनि छ, पछि साथीहरूलाई पनि भेट्ने नै छौँ। अहिले चाहिँ 4 जना जाँदैछौँ है, पछि देखाउने चाहिँ हामी मुस्ताङ चोक आइसकेको छौँ। यहाँबाट अब जाँदैछौँ, यो चाहिँ मुस्ताङ चोक हो। यहाँबाट चाहिँ हामी लेफ्ट लाग्छौँ। लेफ्ट कता जान्छौँ भन्दाखेरि लेक साइड हुँदै पामे हुँदै जानेछौँ। तपाईँहरूलाई देखाउने नै छु। अहिले चाहिँ हामी कहाँ आइगयो भन्दाखेरि मुस्ताङ चोक पटिसक्यो। ओके गाइस, अहिले चाहिँ हामी लेक साइड आइसकेको छौँ। अब तपाईँहरू लेक साइडको माहौल यतिको छ अहिलेको अवस्थामा हेर्न सक्नुहुन्छ। एज यु क्यान सी गाइस। घाटी चिनाको यो स्विमिङ पुलमा तपाईँहरू देख्न सक्नुहुन्छ। यो पुल आइसकेको छौँ हामी। यहाँ रोकेर पौडी खेल्ने चाहिँ यहाँ हो है, यहाँ हो कि। फाइनली हामी चाहिँ यहाँ घाटी चिना आइसकेको छ। अलिकति पातर रहेछ, अलिकति फोहोर देखिया छ। खेलौँ कि नखेलौँ भइरहेको थियो, यहीँ खेल्ने भन्ने भयो केटाहरूको। केटाहरू चाहिँ यहाँबाट आउँदैछौँ, सबैजना यहीँ आइसक्यो। आयो आयो ल आयो आउनु। खेल्यो खेल्दै जाँदैन कसरी खेल्ने। केटाहरू स्विमिङ खेल्ने भनेर पुरा लाइन लगाएर गइसक्यो। केटाहरू गएपछि भरिन्छ। यहाँ हेरौँ अब कस्तो हुन्छ। लेट्स सी, एज यु क्यान सी गाइज। यतिको छ होइन। हिँड नि उता माथि हिँड, टपमा हेरौँ कहाँबाट ठिक छ स्विमिङ खेल्न आएको। हेरौँ कस्तो हुन्छ। अब तर त फर्स्ट टाइम यो ठाउँमा आयो। पहिला चाहिँ तल गयो, अब चाहिँ मिल्दै छ, लास्ट गएर छ जस्तो छ। हेरौँ के हुन्छ। अब सकिन्छ कि सकिन्न। खासै स्विमर यस्तो पर्फेक्ट होइन, तै पनि डुब्न चाहिँ डुब्दिनँ, पानी सानी खाँदैन, बास त्यति हो। बताउनु छैन। यहाँ केटाहरू छ ग्रुप पुरा है। अब यहाँ चाहिँ हेरौँ कतिको मजा आउँछ। म चाहिँ माथि गएर टक्क हेरौँ माथिबाट टपबाट। ओहो माई गड, ए माछा रहेछ यार। कोही त्यहाँ मासतिर गएको छ हेर्न। यस्तो दामी चाहिँ नेचुरल भनेको नेचुरल हो कि यस्तो। ए आम्मा अलिकति पातै रहेछ कि फोहोर छ। पहिला त यहाँ एकदम क्लिन देखेको थिएँ मैले, अहिले त पातै छ के हो यो। यस्तो छ केटाहरू तल अलिक कोप्चो रहेछ क्या। तल जानुपर्छ कि जस्तो लागिरहेछ। ठिकै छ है, यहाँबाट यस्तो देखिन्छ। अब के हुन्छ हेरौँ है त। खेल्छ कि खेल्दैन। खेल्यो भने तपाईँहरूलाई देखाउने हुन्छु, खेलेन भने तल गएर देखाउँछौँ। गाइज रमाइलो गर्न त आउने हो। हेर्दा त्यहाँबाट मेरो साथीले यहाँ आइफोन
11 खसालिसकेको छ। बर्बाद भयो यार, आएको मजै भएन। अब कसरी निकाल्छु? उहाँ ब्रदर हेर्न जाँदै हुनुहुन्छ। लेट्स सी के हुन्छ। अब बर्बाद भयो यार। त्यहाँ बसेर मोबाइल चलाइरहेको थियो, अब खस्यो मोबाइल। कहाँ खस्यो अब? कसरी? आइफोन 11 अस्ति भर्खर किनेको यार। त्यस्तै गर्छ कि केटाहरू यार। यस्तो गहिरो छ कि यहाँ फेरि लास गहिरो छ क्या। अब ब्रदर जान्छु भन्दै थियो कि रे, के गर्छ हेरौँ। लेट्स यु जानुभयो उहाँ बिचरा यार। अलि यता हो क्या खसेको? ऊ यहाँनिर हो, यहाँ यता हो, यता। कहाँ सक्छ यार, लास गहिरो छ बिचरा। अब यहाँ त इन्टरनेसनल स्विमर आउनुपर्छ होला यहाँ निकाल्नलाई। खस्यो मेरो नि, खस्यो भने बर्बाद, लाइफ ड्यामेज। बर्बाद भयो यार, सेट भइहाल्यो नि बिचरा। कहाँ यस्तो निलो हो यार, कति फिट गइरह केही पनि देख्दैन। अब के गर्ने? आफ्नो सामानको सुरक्षा चाहिँ गर्नु होला है साथी। खोलातिर हिँड्दाखेरि एउटा पाठ त सिकियो कमसेकम। अब के भन्नु? अब के नो अप्सन टु से एनिथिङ यार। अपसेट यार। ऊ त्यहाँ बसेर चलाइरहेको थियो, अब त्यहाँबाट मोबाइल खस्यो, के गर्नु? ल्याम्मै खसिहाल्यो त, के गर्ने? अब गयो तल। तर लास्टै गहिरो छ, 6-7 फिट कति, 8-9, 10 फिटै कति गहिरो छ। 10 फिट भन्दा बढी गहिरो होला। यस्तो निलो हो, खस्यो मोबाइल। अब के गर्ने? के गर्न सक्यो त? अब गयो त गयो। छ्या, यो भाइ जाँदैछ। अब हेरौँ उसले निकालिदिन सक्छ कि सक्दैन। यहाँनिर खस्यो मोबाइल, साथीको फर्क्यो हो। यहाँ चलाउँदा कसरी खस्यो खस्यो। मोबाइल खस्यो यहाँ, धमिलो भयो क्या। एकछिन बस्नु, मोबाइल खोज्नु पर्यो क्या। हेरौँ अब के हुन्छ। उसले निकाल्न सक्छ कि सक्दैन। एकदम एक्सपर्ट छ भन्छ क्या भाइले। हेरौँ के हुन्छ। अब भाइ गइसकेको छ। यस्तोमा राखेर यार मोबाइल खसेर यार बर्बाद भयो यार। अब त म पानी धमिलो भयो भन्दैछ भाइले। एकछिन पानीलाई सङ्लो हुन दिउँ, त्यसपछि बल्ल हेरौँ है। अब जान लागिरहेछ भाइ। मोबाइल खसेर जानु तल गयो भाइ यार, खतरा छिर्यो। फाइनली निकालिदियो भने त अलिकति आएको उस होला, नत्र त वहाँ निस्क्यो। लास्टै गहिरो हो कि 10-15 फिट होला नि। लट गयो भाइ, सेकेन्ड लट गइसकेको छ। उता पुग्यो कि वहाँ निस्क्यो। यो फेरि तेस्रो लट भाइ गइसकेको छ। होपफुल्ली भेटिदियोस्, निकालिदियोस् भन्न चाहन्छु। भाइलाई पनि केही नहोस् भन्दै यो चाहिँ तेस्रोचोटि छिरेको छ भाइ। 2 चोटि अघि छिर्दाखेरि असफल भयो। फेरि अब तेस्रो पटक छिर्दैछ। हेरौँ के हुन्छ। निकै बेर तल भयो यार। ओइ भेटायो क्या हो भनेको त भेटाएन यार। वहीँ निस्किसक्यो भाइ। अहिले पनि भेटिएन। खतरा छिर्दो रहेछ। छिर्न चाहिँ भाइ एक्सपर्ट रहेछ। तेस्रोचोटि छिर्दाखेरि भाइले बल्ल देख्यो भन्ने कुरा आयो है गाइज। फाइनली त्यहाँ तल गएरै फोन देखियो अरे। अब यो चाहिँ चौथोचोटि लास्ट एकदम। ल भाइ, ल ल ल भाइले अहिले चाहिँ कन्फर्म दिइसक्यो, पुरै ग्यारेन्टी दिइसक्यो। अब चाहिँ म निकाल्छु भनिसकेको छ। 3 चोटि निकाल्दाखेरि देखियो, 2 चोटि निकाल्यो। अब हेर नजसाउन यार केटा यार। उहाँ बिचरा कति गाह्रो भएछ। उहाँ ताली बजाइरहेछ, मान्छेलाई कति पिर परेछ। ताली बजाएर आउँछ, ताली बजाऊ। निकालिदियो यार यो भाइले। थ्याङ्क यू है भाइ, थ्याङ्क यू। ल फाइनली भाइले चाहिँ फोन निकालेर ल्याइसकेको छ। यता हेरिदेऊ त भाइ। थ्याङ्क यू है भाइ, थ्याङ्क यू सो मच। एकदम धेरै धेरै धन्यवाद तिमीलाई। यतिको हुनु पऱ्यो क्या। यो भाइले निकालिदियो यार। खोइ ल्याउनु त यता यता दिनु धन्न केही भएर हिँड्छ यार। यो फोन ऊ त्यहाँ तल खसेर यो भाइले चाहिँ निकालिसकेको छ है। यो भाइ चाहिँ यो घाँटी चिनाको एकदम पर्फेक्ट स्विमर।
खतरा कडा रहेछ भाइ यार थ्याङ्क यू है भाइ हेर न ओ भाइ त्यहाँबाट खसेर पुरा हामी सबै अपसेट के एकदम निराश थियौँ के गर्ने अब आइफोन 11 बिचरा त्यहाँ आउने बित्तिकै सुरुमै खसाल्थ्यो अब कति निराश होला त यस्तो रमाइलो गर्दै आयो लास्टमा खसेर तर अहिले आएर यो भाइले चाहिँ खतरासँग निकाल्दियो त्यो नै खुसीको कुरा हो मैले चाहिँ फोन पाइसकेको छ फोन चाहिँ त्यसको यता हेर त धने फोन चाहिँ यसको हो मैले त्यो सुरुमै फोन खसालेर तनाव दिएर यार धन्न भेटाइ पुसपास हुँदैछ यो भाइले निकालिदिएको है हट भाइ चाहिँ खतरा रहेछ है खतरा स्विमिङ हाम्रो रहेछ यस्तो गहिरोमा नि भित्र गएर निकालिदियो यार निर्लै 30-35 फिट गहिरो छ अरे यहाँ हामी चाहिँ पौडी खेलेनौँ यहाँ तल जान्छौँ यहाँ लास्टै गहिरो रहेछ हट अब तल गइसकेपछि देखाउँछ अहिले चाहिँ मोबाइल जस पाइसक्यो उस भाइले अब अलिकति यसो दिनु पर्ला अनि त्यसपछि तल गएर हामी पनि सबैजना स्विमिङ गरेको देखाउँछौँ तपाईँहरूलाई हेर्दै गर्नु होला ल गाइज यहाँ पौडी खेल्न भनेर आएको होइन यो मुर्दारले आउने बित्तिकै मोबाइल त्यहाँबाट तल खसालिदियो हो उता निलो भएको त्यो गहिरो ठाउँमा के गर्नु अनि त्यसपछि तनाव भएर बसेको थियो धन्न एउटा भाइ एकदम खतरा स्विमिङ खेल्न पर्फेक्ट रहेछ उसले चाहिँ तल डुबेर 2 चोटि डुब्यो देखेन 3 चोटि डुब्यो 3 चोटिमा देखिएछ 4 चोटिमा त मोबाइल लाएर फुत्त निस्किदियो त्यो भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब भाइलाई अलिकति यसो खाजासाजा खर्च दिनु पर्ला अनि त्यसपछि अब दुईजना 3जना मात्र 1-2 डाइभ हान्यो यहाँ सबैजना खेलिएन लास्टै गइरियो रहेछ नो रिक्स केडा हो नो रिक्स मोबाइल त खसी मान्छे डुब्नु भएन भनेर यहाँ चाहिँ खेलिएन यहाँ लास्टै गइरहेको छ अब चाहिँ हामी तल जाँदैछौँ तल चाहिँ अलिकति राम्रो छ त्यहाँ चाहिँ अलि रिक्स टाइपको छैन यहाँ चाहिँ अलिकति रिस्की टाइपको रहेछ तल जान्छौँ तल खेल्छौँ यहाँ चाहिँ नखेल्ने मरिन्छ लास्टै गइरहेछ तल गएर चाहिँ अब तलको चाहिँ हेरौँ के हुन्छ एउटा हामी आइसकेछौँ माथि लास्टै गरिरहेछ अब यहाँ पौडी खेल्नु त्यहाँनिर छ एउटा त्यहाँ जाऊँ हेरौँ कस्तो हुन्छ यहाँनिर बाइक राख्छ यहाँनिर अहिले पछि खाजा खानु पर्ला अहिले त्यहाँ तल गइसकेपछि तपाईँहरूलाई देखाउने नै छौँ त्यहाँ गएर एकछिन पौडी खेलौँ भनेको के अरे त्यत्रो आइसक्यो यार एकचोटि डुबुल्की त मार्नु पऱ्यो नि भनेर के अरे केटाहरू लाइन लाएर माथि पौडी खेल्न लगाएको मोबाइल डुबायो बल्ल बल्ल भित्रायो अब तल चाहिँ यहाँ गएर चाहिँ हामी एकचोटि नखेलौँ जाम कि जाम भने त अब यत्रो आइसक्यो यार एकचोटि त घाम फाल्नु पऱ्यो पानीमा भनेर केटाहरूलाई जाम भनेर बोलाएर ल्याएको मैले मेरो रिक्वेस्टमा आएको यहाँ चाहिँ एकचोटि भएन हाम फाल्नुपर्छ भनेर हेरौँ त्यहाँनिर हो कि त्यहाँ केटाहरू रहेछ 3-4जना रहेछ 4-5 रहेछ उयोतिर यहाँ राम्रो छ बरु खेलौँ भनेर आएको यस्तो छ बाटो भिडियो जम हिँड ऊ त्यहाँ पुगिसक्यो केटाहरू यहाँ राम्रो छ ठाउँ यहाँ ढुङ्गा हालिदियो थियो पयो र यहाँ ढुङ्गा उडिसकेछ यतै कपडा खोलेर उता जानु पर्ला अब लुगा सुगा खोलेर म चाहिँ यताबाट हिँड्दै यहाँ केटाहरू चाहिँ उहाँबाट यहाँ आम फाल्ने भने चाहिँ यहाँ चाहिँ राम्रो छ उता माथि चाहिँ लास्टै गरेर छ सबैजना आउँदाखेरि अलि स्विमिङमा एक्सपर्ट छैन भने चाहिँ यहाँ आउँदा ठिक हुन्छ है यहाँ निलो त निलै छ तर पनि यहाँ पनि राम्रो छ ठाउँ चाहिँ एकदम खुल्ला छ यहाँ ढुङ्गा सुङ्गा त्यस्तो साह्रो ढुङ्गा केही पनि छैन यत्तिको छ अब केटाहरू यहाँबाट हाम फालेर आउँछ हेरौँ ल पालो जम्प गर्दै आउँ त गाइज खोइ ज्यान देखाएको खोइ केटाहरूको ज्यान ओइ देखाउ न ल अब पालो लाइनसँग हाम फाल्दै आऊ त धन्यवाद आयो दिपेश जीवन छेत्री सुमन छन्त्याल सुगम थापा मगर ल आइज जीवन गुरुमा आउनु सबै गुरु ला भाइ हो यो भाइको ठिक छ बरु
फाइनली यो ठाउँलाई पनि बाई बाई गर्ने समय आइसकेको छ। अब केटाहरू चाहिँ बाइकहरू स्कुटहरू सर बनाउँदैछ। अब चाहिँ हामी फर्किन लाग्यो। यहाँनिर खाजा खाऊँ भनेको नमान्यो, केटाले पानी गरेर खाने भन्यो। अब जान लाग्यो है। यदि खेल्न हुन्छ भने यहाँ आउनु, माथि नजानु होला, माथि लाग्दै गहिरो छ है। अब चाहिँ हामी जाँदैछौँ केटाहरूसँग यहाँ त। अब बाई बाई गर्नु त अब पामे गएर नै भेटौँला है। पामे गएपछि देखा जाने ठाउँमा सबैलाई देखाउने नै छ। अहिले चाहिँ भयो यो दुईजना, यो घाँसहरू यो दुईवटा साला साइकल चलायो कि स्कुटी चलायो कि बाइक चलायो थाहै छैन। एक कुन्टै साइकल किनिदिनु पर्थ्यो नि दुईजनालाई। यो बाइक र स्कुटी बेचेर साइकल किन्न पठायो। यस्तो ढिलो गरिदियो कि 1 घन्टा लगाइदियो साला। अब को बिच छिरौँ कस्तो हुँदो रहेछ यहाँ खाजा खानु भनेर आएको। यो टक्क भने चाहिँ अब साथीहरू चाहिँ गइसक्यो। हामी दुईजना यहाँ हेरौँ के छ को बिचको स्पेसियल एकदम चलेको दामी। ओ माई गड, यहाँ त यस्तो रहेछ नि ती बस्नै राखेको रहेछ। कोकोज ब्रेक ज्याकोज ब्रेक। कता गयो तिनीहरू, फोन गरौँ न एकचोटि। यस्तो तालको भ्यू हेरौँ न। केटाहरू कता गयो थाहै छैन। टिकटकमा भाइरल भएको ठाउँ चाहिँ यो रहेछ कि कहाँ हो भनेको त यस्तो। वाउ एज यु क्यान सी गाइज कति राम्रो छ। वाउ एउटा बाँदर यहाँ झुन्डिसक्यो। यहाँ यसो हेरिदिउँ न त अलिकति। एकदमै सबैजनाले भए के अरे टिकटक बनाउने ठाउँ है। यसलाई बनाउनु भएन। फाइनली यो ठाउँ पनि आइपुग्यो। केटाहरू चाहिँ यहाँ बसिरहेको रहेछ। प्याक केटाहरू यहाँ आएर पहिले हल्ला गरेर फोटो भनेर हेर्नुहुन्छ यार। ओ माइ गड यतिको दामी ठाउँ चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ। ल फाइनली हामी चाहिँ घर आइसकेको छौँ। उता पामीतिरको खाजासाजा खाएको भ्लगहरू तपाईँलाई देखाउन पाइएन, त्यसको लागि क्षमा चाहन्छु। किनकि मोबाइलको ब्याट्री डाउन भएर तपाईँलाई देखाउन पाइएन। भिडियो अन्तिम समयमा हेरेर बस्नुभने साथीहरूलाई भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।